फेरि पनि सम्पूर्ण विद्यार्थी साथीहरूलाई हाम्रो युट्युब च्यानल द स्टडी रूममा स्वागत छ। आज हामी भिजनबाट एउटा इम्पोर्टेन्ट टपिक यहाँबाट चाहिँ हामी 10 मार्क्सको क्वेसन पनि सोध्न सकिन्छ। द आइडियल अफ क्राफ्टम्यानशिप भन्ने छ, यो टपिकमा चाहिँ डिस्कसन गर्न गइरहेका छौँ। यसका राइटर चाहिँ सी राइट मिल्स हुन्। यसको डिटेल हामी हेर्दैनौँ। यहाँ के देखाउन खोजिएको छ भने आइडियल अफ क्राफ्ट्सम्यानशिप भने चाहिँ के हो कि यो क्राफ्ट्सम्यानशिपको चाहिँ आदर्शहरू के हुन् त, अथवा त्यसका चाहिँ क्वालिटीहरू क्यारेक्टरहरू के हुन् त भन्ने कुरा चाहिँ मेन रूपमा चाहिँ हामी देखाउन चाहन्छौँ। यहाँ हेरौँ, क्राफ्ट्सम्यानशिप हेज 6 मेजर फिचर्स है। मेजर विशेषता के हुन्छ, कुनै पनि एउटा क्राफ्ट्सम्यानशिप छ भने अथवा कुनै पनि एउटा क्राफ्टम्यान छ भने उसले गर्ने वर्कका विशेषताहरू के हुन् त भन्ने कुरा मात्रै हामी सर्टकट रूपमा हेर्छौँ। अरू डिटेल चाहिँ तपाईँहरूले यहीँ पेजमा चाहिँ गएर विभिन्न कुराहरू हेर्न सक्नुहुन्छ। एउटा छ नम्बर 1 हेरौँ है, फिचरहरूमा 1 मा छ द होप इन गुड वर्क। के बुझ्नु पर्यो भने कुनै एउटा जब हैन अथवा कुनै एउटा इम्प्लोइमेन्ट, कुनै जागिर भन्दा अथवा कुनै एउटा जब गर्नुभन्दा यदि हामी क्राफ्ट्सम्यान हौँ भने अथवा क्राफ्ट्सम्यानशिपमा छौँ अथवा कुनै न कुनै आफ्नै स्किल बेस्ड काम गर्दैछौँ भने त्यसमा चाहिँ एउटा के रहिरहेको छ भने होप इन गुड वर्क। जहिले पनि यो वर्क के हुन्छ, गुड हुन्छ। आजभन्दा भोलि, भोलिभन्दा पर्सि, पर्सिभन्दा निपर्सि त्यसको स्किल चाहिँ डेभलप हुँदै जान्छ, बढ्दै जान्छ हैन। त्यसले चाहिँ एउटा मनी पनि दिन्छ, रेपुटेसन पनि दिन्छ हैन, सेलिब्रेसन पनि दिन्छ हैन। बिस्तारै ती सेकेन्डरी कुरा हुन् तर पनि त्यसले दिन्छ। तर मेन कुरा के हो भने आफ्नो गुड वर्कमा चाहिँ हामी फोकस गर्छौँ भन्ने कुरा, आफ्नो स्किललाई चाहिँ डेभलप गर्नमा चाहिँ अगाडि बढ्नुपर्छ भन्ने त्यसको एउटा विशेषता हो। नम्बर 2 मा छ साइकोलोजिकल अट्याचमेन्ट बिट्विन प्रोडक्ट एन्ड प्रोड्युसर। हेरौँ है, यदि कुनै जब गर्यो भने त्यो जबसँग हाम्रो त्यति साइकोलोजिकल अट्याचमेन्ट हुँदैन, किनभने अर्काको काम गर्दैछौँ हामी, त्यहाँबाट चाहिँ स्यालेरी लिने हो। तर यदि कुनै आर्टिस्टले केही कुरा निर्माण गर्छ अथवा कुनै के भन्ने त्यसलाई चाहिँ एउटा स्ट्याचु बनाउँछ हैन, अथवा कुनै मूर्ति बनाउँछ, कुनै पेन्ट बनाउँछ, अथवा मानौँ कुनै एउटा म्युजिकै कम्पोज गर्छ, गीत नै गाउँछ भनौँ न भने हो, उसको चाहिँ त्यो वस्तुप्रति एउटा के हुन्छ, साइकोलोजिकल अट्याचमेन्ट हुन्छ। ए यो त मेरो है, मैले बनाएको है, मैले कम्पोज गरेको है, यो स्ट्याचु चाहिँ मैले डिजाइन गरेको है, बनाएको है भन्ने खालको चाहिँ एउटा अट्याचमेन्ट चाहिँ रहिरहेको छ भन्ने कुरा चाहिँ यहाँ देखाउन खोजिएको छ। त्यो एउटा अर्को विशेषता हो। नम्बर 3 हेरौँ, इन्डिपेन्डेन्ट एक्सन अर वर्क हो। यहाँ कसैको पनि गुलामी गर्नुपर्ने अवस्था हुँदैन, किनभने देयर इज नो टाइम टु वर्क हैन। कुनै एउटा स्पेसिफिक टाइम हुँदैन। जस्तो अफिस जाँदाखेरि 10 to 4 जानु पर्ला अथवा 10 to 5 जानु पर्ला, जानै पर्ला, नत्र बिदा हुन्छ, बिदा दिनदिनै बस्यो भने करावाला अफिसमा। तर यहाँ के छ भने कुनै एउटा स्किल बेस्ड वर्क हो, क्राफ्ट्सम्यानशिप हो भने जुनसुकै गर्न मन लाग्यो, राति गरे पनि हुन्छ, दिउँसो गरे पनि हुन्छ, बिहान गरे पनि हुन्छ, आज म गर्दैन म घुम्न जान्छु भने पनि हुन्छ। यो खालको चाहिँ इन्डिपेन्डेन्टनेस चाहिँ हामी पाउँछौँ, त्यस्तो खालको चाहिँ वर्क हो भनेर बुझिन्छ। नम्बर 4 लिभ्स इन एन्ड थ्रु हिज वर्क हो। यदि कुनै मान्छे त्यस्ता खालका वर्क गर्छ भने त्यस्ता खालका कुनै न कुनै खालका स्ट्याचुहरू बनाउँछ। जस्तो मोनालिसाको कुरा गर्दाखेरि आउँदा लियोनार्डो दा भिन्चीको नाम सधैँ आउँछ हैन। काठमाडौँका विभिन्न खालका स्ट्रक्चरको कुरा गर्दाखेरि हामी अरनिकोलाई सम्झिन्छौँ भने उसले बनाएको उसको स्किलबाट बनेका कुरामा चाहिँ उसको नाम जीवनभरि त्यो चिज रहँदासम्म चाहिँ, जस्तो अहिले हामी नारायण गोपालका गीत सुनेर नारायण गोपाललाई सम्झिन्छौँ, उनी अहिले हाम्रो यो संसारमा छैनन् हो, त्यो खालको कुरा चाहिँ देखिन्छ भन्ने हो। लिभ्स इन एन्ड थ्रु हिज वर्क भने त्यो जब जति बेलासम्म त्यो चिज रहिरहन्छ तबसम्म चाहिँ त्यो मान्छे पनि के हुन्छ, एउटा त्यसको अमरत्व रहिरहन्छ, त्यो मान्छेलाई चाहिँ सम्झिराख्छन् भन्ने कुरा अर्को दिन्छ। नम्बर 5 हेरौँ, वर्क एज अ प्ले हो। यदि स्किल बेस्ड काम हो र त्यसलाई चाहिँ हामीले तिखार्दै गयौँ भने वर्क एज अ प्ले, काम नै खेल जस्तो हुन्छ कि हैन। जस्तो म्युजिक कम्पोजरलाई हेऱ्यो भने उनीहरू काम गरेर हुन्छ, तर काम गर्दैछ, सिक्दैछ, काम गर्दैछ, त्यो काम गरे जस्तै भएन। सो वर्क एज अ प्ले हो। स्किल बेस्ड कुरामा चाहिँ हामी डुब्छौँ, त्योप्रति लाग्छौँ, आफ्नो स्किललाई चाहिँ एकदमै सार्प गर्दै जान्छौँ भने त्यो वर्क के हुन्छ, एउटा खुसीको कुरा हो। त्यो चाहिँ काम गर्न पाउनु भने एउटा खुसी जस्तो लाग्छ। तर अफिस जाँदा जाँदै मान्छेलाई बोर लाग्न थाल्छ, 2-4 वर्ष जागिर गरिसकेपछि त्यो मान्छेलाई त्यो जागिरप्रति बोर लाग्छ, है नजान पाए पनि हुन्थ्यो भन्ने खालको हुन्छ। तर यहाँ के हुन्छ, क्राफ्ट्सम्यानशिपमा चाहिँ के हुन्छ, वर्क एज अ प्ले, काम गर्न रमाइलो लाग्ने, खेल नै काम हो अथवा काम नै खेल हो भन्ने तरिकाबाट काम गरिनु। नेक्स्ट इज नम्बर 6 अथवा लास्ट पोइन्ट हेरौँ, लेजर टु थिङ्क अबाउट वर्क, नो लिजर। अर्को कुरा के हो भने लिजर टु थिङ्क अबाउट वर्क। यदि कुनै ठाउँमा चाहिँ खाली समय छ भने
आफ्नो कामको बारेमा पनि सम्झिन मिल्यो। अथवा कुनै एउटा हामीले केही कुरा बनाएका छौँ भने त्यसलाई चाहिँ फेरि रिडिजाइन गर्न मिल्यो। कुनै जस्तो अथवा नो लिजर भने जुनसुकै ठाउँमा पनि हामीले आफ्नो कामको बारेमा सोध्न सक्छौँ, त्यसलाई मोडिफाई गर्न सक्छौँ, त्यसलाई चाहिँ अन्य फ्रेसनेस लिन सक्छौँ, त्यसलाई थप क्रिएटिभिटी चाहिँ हामी इन्क्लुड गर्न सक्छौँ होइन। भने जस्तो घुम्न गएको बेला त अरू अफिसमा त जान सकिँदैन, त्यहाँ त हामी 100% के हुन्छ, होलिडे हुन्छ होइन, लिभमा हुन्छौँ। तर एउटा म्युजिसियन घुम्न गएको छ भने उसले त्यो हिँड्दै बाटोमा एउटा गीत कम्पोज गर्न सक्छ अथवा म्युजिक कम्पोज गर्न सक्छ होइन। अथवा कुनै अर्को स्ट्याचु बनाउने मान्छेले हिँड्दै अथवा बिदामा भएको बेला कुनै अर्को ठाउँमा केही नयाँ कुरा देख्यो भने त्यसको चाहिँ आकृति लिएर उसले आफ्नो वर्कलाई झन् मोडिफाई गर्न सक्छ। यो खालले हेर्दाखेरि के हो भन्दा कुनै पनि क्राफ्ट्सम्यानसिपको लागि चाहिँ काम चाहिँ लिजर पनि हुँदैन अथवा नो लिजर, जुनसुकै ठाउँमा पनि उसले आफ्नो कामको बारेमा सोचेर त्यसलाई मोडिफाई गर्ने चाहिँ समय पाउन सक्छ भनेर यी कुराहरू चाहिँ एउटा क्राफ्ट्सम्यानसिपमा भएका फिचरहरू हुन् भनेर बुझ्नु होला। थ्याङ्क यू सो मच।